कफी रोपेर तपाईँलाई कहिले पछुतो हुँदैन। यो मल पानी यस्तो लिन सक्ने क्यापेसिटी चाहिँ योसँग कफीसँग अरू चिजको भन्दा एकदमै धेरै हुन्छ के। रोगसँग लड्न सक्ने क्षमता नि धेरै हुन्छ कफीको चाहिँ। म पहिल्यै यो कफीमा पहिला सुरुमा धेरै लागेन, अरू चिजहरू गर्दै हिँड्यो होइन, पछताप हुन्छ क्या। त्यो तपाईँको पहिलो सुरुबाट चाहिँ तपाईँको गरेको भए चाहिँ यसमा यो गरेको भए चाहिँ राम्रो हुँदो रहेछ। अब कफी रोप्नुभन्दा पहिल्यै छहारीको बुटहरूको व्यवस्था गरेर यताउता गरेर यो अरू कामहरू गर्नुभन्दा कफीलाई मात्र ध्यान दिएर राम्रो गरेको भए चाहिँ राम्रो हुँदो रहेछ। पहिला भनेको कफी रोप्नुहुन्न, कफीबाट के हुन्छ भन्ने थियो। अहिले त मान्छेले रोपेर फलाएर एउटै बुट भयो नि दुईटै बुट भयो नि त्योबाट उसले आम्दानी लिएर अनुभव गरिसकेको छ कि यो चिज चाहिँ यस्तो हुँदो रहेछ भनेर। त्यो भएको भएर अब हामीले कफीको बेर्ना यहाँ आयो भने यहाँ कफीको बेर्ना आछ लिन आऊ भने नि मान्छे एकदम खुसीले आउँछ क्या। म गर्छु रोप्छु भन्ने भइसक्यो। कफी तपाईँले आफ्नो जग्गामा रोपेर गरेर तपाईँलाई पछुताप चाहिँ मैले यो पेसा जस्तै मान्छेले कुनै पेसा गर्दाखेरि घाटा पर्ने यस्तो हुन्छ नि त। मैले यो पेसा अँगालेर मलाई चाहिँ नोक्सान भयो मानौँ होइन, त्यस्तो हुन्छ नि। तर कफीमा चाहिँ त्यस्तो हुन्छ। This isn't just farming. It's knowing when to wait and when to act. Every step is intentional. Every decision comes from experience passed down over time. They don't just grow coffee, they care for it.